गाइज वी आर फ्रम ऱ्यापमान्डो। आज चाहिँ यो ल्यापटपमा यो स्क्रिन हाल्न गइरहेछौँ। सो लेट चाहिँ कस्तो देखिन्छ यो ल्यापटपमा यो स्क्रिन हाल्न चाहिँ एकदमै इजी हुन्छ। जस्ट पिल्लो स्क्रिन अनि एट्याच गरिदिनु पर्ने छ कर्नर टु कर्नर। यो स्क्रिन एकदमै बाक्लो हुन्छ, यो च्यातिँदैन। हजुरले जतिचोटि पनि निकालेर हाल्न मिल्छ जबसम्म तपाईँको स्क्रिन राम्रोसँग अट्याच हुँदैन। सो तपाईँहरूलाई पनि चाहिन्छ भने यो स्क्रिन डु कन्ट्याक्ट अस। हाम्रो लोकेसन चाहिँ नयाँ बानेश्वर नियर मन्त्र कम्प्लेक्स। अल्सो हामी चाहिँ कस्टम स्क्रिन बनाउँछौँ, हजुरको आफ्नै डिजाइनमा पनि बनाउन सक्नुहुन्छ। हामीसँग सबै ल्यापटपहरूको लागि एभाइलेबल छैन। हजुरको कुन ल्यापटप छ एकचोटि कमेन्ट गरिदिनु होला, हामी चाहिँ कमेन्ट ब्याक गरिदिन्छौँ। यो स्क्रिन वाटर प्रुफ एन्ड स्क्रैच प्रुफ पनि हुन्छ। सो यसमा चाहिँ स्क्रैच लाग्दैन। फोहोर भएपछि तपाईँले पानीले पनि पुछ्न सक्नुहुन्छ। स्क्रिन मेसिन कट हुन्छ, हजुरले आफै पनि हाल्न सक्नुहुन्छ आफ्नो घरमा। यु क्यान भिजिट आवर स्टोर। हाम्रो लोकेसन चाहिँ नयाँ बानेश्वर नियर मन्त्र कम्प्लेक्स। हामीले कस्टम स्क्रिन मोबाइल, ल्यापटप, क्यामेरा अनि अरू ग्याजेटहरूको लागि पनि बनाउँछौँ। हजुरहरूलाई पनि चाहिन्छ भने डु कन्ट्याक्ट अस। किबोर्डको पनि सेम प्रोसेस नै हुन्छ। तपाईँको मेसिन कट हुन्छ, जस्ट पिल्लो स्क्रिन अनि अट्याच गरिदिनु पर्ने छ किबोर्डमा। टच प्याडमा पनि स्क्रिन आउँछ, हजुरले टच प्याडमा पनि हाल्न सक्नुहुन्छ।